परमेश्वरलाई मन पर्दैन। अनि पृथ्वीमा चाहिँ सबै उहाँको हातबाट भएको सृजना चाहिँ परमेश्वरको घरमा गएको परमेश्वरलाई मनपर्छ। अनि उहाँको योजना चाहिँ नरक रित्तिएको परमेश्वरलाई मनपर्छ। आमेन। नरक रित्तिएको परमेश्वरलाई मनपर्छ, स्वर्ग भरिएको परमेश्वरलाई मनपर्छ। अनि यसले गर्दा तपाईँ र मलाई परमेश्वरले जुन बोलावट दिनुभयो, अनि त्यो बोलावट चाहिँ हाम्रो बोलावट अरू केही नभएर नरक रित्याउने बोलावट हो। हाम्रो बोलावट चाहिँ स्वर्ग भर्ने बोलावट हो। अब पृथ्वीमा भोक लाग्छ र खाना खाएको मात्रै हो। पृथ्वीमा यसो त्यतिको घुम्न मिल्दैन र लुगा परमेश्वर प्रबन्ध गर्नुभएको छ, हामी लगाएको हो। पृथ्वीमा अब आकाशमा उड्नु भएन, रात जमिनमै सुत्नुपर्छ र मात्रै जमिन अलिकति सानो किनेको हो। पृथ्वीमा हामीले के सानोतिनो घर बनाएको छौँ, यसो मिलाउनको लागि, हाम्रो परिवारलाई हुर्काउनको लागि मात्रै सानो घर बनाएको हो। अब हिँडेर कता कता पुग्न सकिँदैन र मात्रै परमेश्वरले दिनुभएको सानो गाडी कुदाएको हो। नत्र भने हाम्रो उद्देश्य त्यो गाडी पनि होइन, हाम्रो उद्देश्य बिल्डिङ पनि होइन, हाम्रो उद्देश्य जमिन पनि होइन। हाम्रो उद्देश्य पृथ्वीमा एक्लै बस्नु हुँदैन, त्यसले गर्दा परमेश्वरले जीवन साथी जुटाउनुहुन्छ। तर पृथ्वीमा त्यो बिहा गर्नको लागि पनि जन्मेको पनि होइन। फेरि त्यसो भए हाम्रो उद्देश्य चाहिँ के हो त भन्दाखेरि हामीलाई परमेश्वरले बिउ बनाएर पठाउनु भएको छ। बिउ चाहिँ भुट्नु हुँदैन, बिउ चाहिँ रोप्नु नै पर्छ। हालेलुया। बिउ चाहिँ रोप्नु नै पर्छ, किनभने परमेश्वरको योजना नै हरेक बिउलाई उहाँले बडाकै गर्नुहुन्छ। र त्यसो हुँदाखेरि हाम्रो अन्तिम उद्देश्य चाहिँ बढ्नु हो भने त्यो चाहिँ कहाँबाट सुरु गर्नुपर्छ त भन्दाखेरि पोइन्ट नम्बर कबाट उकालो आजको टपिक चाहिँ कबाट बिस्तारो उकालो जानुपर्ने हुनाले मैले जगबाट नै थालेँ। हाम्रो लास्टमा गएर बढ्ने कुरामा कि त घरको कुरा आएको छ, बढ्ने कुरामा कि त डाकको बोर्डको कुराहरू, दुईटा कुरा गर्नुभएको छ। एकछिन बादमा त्यो हामी त्यसमा हेर्नेछौँ। येशू ख्रीष्ट आफैले चाहिँ डाकको बोर्ड भन्नुभएको छ, पावलले चाहिँ घर भन्नुभएको छ। अनि पावल भित्र पनि पवित्र आत्मा हुनुहुन्थ्यो, येशू भित्र पनि पवित्र आत्मा हुनुहुन्थ्यो। अनि दुईटाको नक्सा बेग्लै भए तापनि उद्देश्य चाहिँ एउटै हो, वृद्धि हो। उद्देश्य चाहिँ एउटै हो, निर्माण हो। प्रभुलाई धन्यवाद होस्, हामी बिल्डिङ प्लानमा छौँ। हालेलुया। अनि मलाई खुसी लागेको कुरा चाहिँ के हो भने हामी झापाबाट पनि छौँ, हामी केर्खाबाट पनि छौँ, बिर्ता मोडबाट पनि छौँ, माथि यासोकबाट पनि म देखिराखेको छु, र माथि मनहरीदेखि माथि डाँडा खर्क त्यहाँ म दुईपल्ट गएको जस्तो पनि लाग्यो कि होइन, दुईपल्टै गएको। त्यो डाँडा खर्कबाट पनि 26वटा बाख्राहरू छोड्यो नि। पास्टर बाबु आउनु भएको छ, मैले गनेको नि त, बाख्रा खोल गनेको छु मैले। र त्यति बेला 26 थियो, अब त 52 पुग्यो होला नि। अब के म नगएको निकै भयो। र खुसी लागेको छ, विभिन्न ठाउँबाट हामी छौँ। र यस्तो भेला हुँदा चाहिँ हाम्रो योजनाले हुँदैन, परमेश्वरको योजनाले हुन्छ। परमेश्वरले योजना बनाउनु भयो, नत्र भने पृथ्वीमा कति विघ्न मानिसहरू छन्, चर्चहरू छन्। तर परमेश्वरलाई धन्यवाद होस्, परमेश्वरको एउटा योजना छ। अनि परमेश्वरको योजना चाहिँ के हो भने वचनको आधारमा, वचनलाई दाहिनेतिर नलगिकन, वचनलाई देब्रेतिर नलगिकन जाने ग्रुप पनि परमेश्वरलाई चाहिएको छ। सबले मेरो साथ भन्नुहोस् त, वचनलाई दाहिनेतिर नगइकन देब्रेतिर नगइकन सिधा सिधी उकालो बढ्ने हामी नै रहेछौँ। हालेलुया। छेउको साथीलाई ढ्याप्पा पार्नु छ, तिमी त वचन अनुसार चल्दो रहेछ त भन्नुहोस् न। यस्तो देखाइदिनुहोस् न। हालेलुया।
त वचन अनुसार यो ग्रुप चाहिँ वचन अनुसार किन भन्दाखेरि परमेश्वर जसले पनि घर बनाउँदाखेरि धुरीबाट अहिलेसम्म धुरीबाट कसैले पनि बनाएको चाहिँ छैन। घर बनाउँदा धुरीबाट कसैले पनि बनाएको छैन। घर बनाउँदा जसले पनि जगबाटै बनाउँछ। तर यो दार्जिलिङको धोत्रे भन्ने ठाउँ छ, अनि धोत्रे भन्ने ठाउँ छ, त्यो ठाउँमा म त्यति बेला छोटाटा भन्ने ठाउँमा चाहिँ सेवाकाई गर्न जानु पर्थ्यो, चर्च चलाउन जानु पर्थ्यो। अनि बेसी लाग्दैन थियो मलाई, हिँडेर 5 घन्टा लाग्थ्यो। हिँडेर 5 घन्टा लाग्थ्यो। म बस पनि हिँड्थ्यो त्यो बाटो, तर बस हिँडे तापनि बसवालाले रोकी चाहिँ दिन्थ्यो चढोस् भनेर। म चाहिँ जानुहोस् म बिस्तारै हिँडेर आउँछु भन्थेँ, किनभने गोजीमा छैन। सेवाकाईमा जानु त पर्ने, गोजीमा चाहिँ केही छैन, हिँडेर जानुपर्ने स्थिति थियो मेरो त्यो बेलामा। अनि म हिँडेरै पनि जान्थेँ, तर आनन्दित हिसाबले सेवाकाई गर्थेँ। म गोजीमा पैसा हुँदैन थियो, तर परमेश्वरले मलाई यसकै लागि बोलाएको भनेर थाहा भएको कारणले पनि परमेश्वरले मलाई सहने शक्ति दिनुभयो। तर राम्रो चाहिँ के भयो भने हिँडेर जाँदाको फाइदा चाहिँ आज तपाईँलाई मैले बताउने मौका पाएको छु। बाटोमा जाँदै थिएँ, त्यो 10 माइल भन्ने ठाउँसम्म चाहिँ ठाडै उकालो हिँड्नु पर्थ्यो। धन्नै त्यति बेला मेरोमा नसा राम्रै थियो, बल ताकत थियो। 1 घन्टामा चाहिँ म माथि सिङमुङडेरा भन्ने ठाउँबाट हिँडेर 10 माइल भन्ने ठाउँमा पुग्थेँ। त्यहाँ चाहिँ उता दार्जिलिङबाट मानेभन्ज्याङ हुँदै आएको सडक थियो। अनि त्यो सडक हिँड्नु त मजै आउँछ। धोत्रे र 10 माइल भन्छ दार्जिलिङमा, त्यो जङ्गल इलाका हो। अनि म हिँडेर जाँदै गर्दाखेरि अचम्मको चाहिँ के देख्यो भने बाटोमा चिल्लो सडक थियो, तर पहिला चिल्लो थिएन। चिल्लो सडक बनाउनको लागि सरदारले, बैदार भन्छ उता, बैदारले चाहिँ देख्ने काम गर्ने गर्छ, सरदारले चाहिँ पेल्ने काम गर्छ। सरदारले बैदारले कुल्लीहरूलाई बस्ने एउटा डेरा बनाएको रहेछ। अनि त्यो डेरा चाहिँ त्यो पत्ला परेको छानामा के हाल्ने, सरी प्लास्टिक लगाएको थियो। अनि घोचा गाडेको थियो, 10-12 वटा घोचा, बाङ्गो घोचा गाडेर त्यो प्लास्टिक लगाएको रहेछ। तर सडक चिल्लो भइसकेपछि त त्यसको काम सकिएछ। सडक चिल्लो नहुँदासम्म चाहिँ त्यो डेराको काम थियो। सडक चिल्लो भइसकेपछि डेराको काम सकिएछ र म पुगेको त्यो दिन। अनि यसो हेरेको त भित्रपट्टि चुला जस्तो बनाएको रहेछ, 3 वटा ढुङ्गा रहेछ, खानापिना बनाउनको लागि थाङ्नाहरू रहेछ, के रहेछ सबै छोडिराखेको रहेछ। सरदार छैन, बैदार छैन, कुल्ली पनि छैन, चिल्लो चाहिँ सडक छ, अनि छोडिएको त्यो डेरा मात्रै छ। अनि मलाई एक्लैमा मलाई पनि बदमासी आउँदो रहेछ। त्यो छोडिसकेको डेरा त हो, जे गर्दा पनि त हुन्छ भनेर त्यो बाहिरको बाङ्गो घोचा हल्लाउनु मन पर्यो। कोही त देख्नेवाला छैन, फोटो खिच्ने त कुरै आएन, त्यति बेला क्यामेराको जमाना थिएन। मैले हल्लाएँ, घोचा हल्लाएँ। 2-3 पल्ट यसो गरेको त हल्लियो है, त्यो हल्लियो। किन एकपट्टि मात्रै हल्लाउनु, 2पट्टि हल्लाइदिनु पर्यो। यता पनि हल्लाएँ, पहिले यसरी हल्लाएँ, त्यसपछि यता हल्लाएँ। त्यसपछि त तलको घोचा गाड्ने त्यो जमिन फाँका परेपछि त उखेलिने स्थिति पुगिगयो नि। त्यति हल्लाएपछि त खकुलो भएछ। मलाई के मनमा आयो, होइन यसलाई उखेल्दा के हुन्छ होला जस्तो लाग्यो। एक्लै त उखेल्दा पनि त हुने नै हो। जुरुक्क उखेलेर फ्याक्नु आँट्दाखेरि परमेश्वरको आत्मा मसँग बोल्नुभयो, ए बदमास, हल्लाउने पनि हल्लाइस्। मैले हल्लाउनु पनि दिएँ, वर पनि हल्लाइस्, पर पनि हल्लाइस्, चारैतिर हल्लाइस्। तर फ्याक्ने काम चाहिँ के छ, त्यो चुपचाप तेरो आफ्नो सेवाकाईमा छ। यहाँ बाटोमा डेरा देख्नु बित्तिकै हल्लाउनु पर्छ, फ्याक्नु पर्छ। अनि मैले परमेश्वरलाई भने
माफ मागे, प्रभु मलाई क्षमा गर्नुहोस्। घर भएको भए त आँट आउने थिएन। घर भएको भए, जग भएको घर भएको भए मलाई हल्लाउने त आँट आउने त कुरै आउँदै थियो। म त त्यो टाइम म खर्च गर्ने थिइनँ नि। तर त्यो डेरा भएको कारणले चाहिँ मैले हल्लाउने आँट आयो। अनि त्यति बेला परमेश्वरले मलाई के भन्यो भने, जसरी तैँले यो घोचा अलिकति मात्रै गाडिएको थियो, काम चलाऊ, यसलाई इङ्ग्लिसमा मेकसिफ्ट भन्छ, काम चलाऊ, यो डेरा हो, यो घर होइन, घर होइन। काम चलाउ भएको कारणले यसलाई डेरा भन्छ, यसलाई घर भन्दैन, परमेश्वर भन्नुहुन्छ। अनि त्यसपछि चाहिँ मैले हल्लाएँ त्यसलाई। तर परमेश्वरले भन्नुहुन्छ, दुष्ट शैतान पनि त्यस्तै नै हो। मण्डलीको जग जबसम्म हुँदैन तबसम्म त्यो जतिसुकै भयङ्कर पैसा खर्च गरे तापनि, जतिसुकै नियम कानुन बनाए तापनि, जतिसुकै तरिका लगाए तापनि, जतिसुकै सङ्ख्यामा बढे तापनि, मेरो दृष्टिकोणमा परमेश्वरले भन्नुहुन्छ, मेरो दृष्टिकोणमा त्यो पहिलो तिमोथी 3:15 को आधारमा घर होइन। मेरो दृष्टिकोणमा त्यो चाहिँ डेरा मात्रै हो। सबले यसो गर्दै भन्नुहोस् त, अहिले कतिवटा बनाउँदै गरेको चर्चहरू परमेश्वरको दृष्टिकोणमा डेरा मात्रै हो। किनभने यसो गर्नुहोस् त, किनभने तल बलियो जग छैन। अब यसो भन्नु एकजना चर्चहरू मसँग रिसाउँछ, आएछ बाठे। म बाठे भएको होइन, वचन बाठे भएको। म के बाठे? वचनमा जस्तो छ त्यस्तै भन्नु मात्रै मेरो जिम्मेवारी। यसले गर्दाखेरि सधैँ नै पढेको र पनि फेरि पढ्नुपर्छ। एपिसी 2:20 हजुरहरूले मध्येमा एकजनाले पढिदिनु होला। त्यहाँनिर स्पष्ट लेखिएको छ, परमेश्वरले किन यो कुरा गर्नुभयो त। एपिसी 2:20। त्यो घटना प्रेरित र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ र ख्रीष्ट येशू आफै चाहिँ मुख्य कुनै ढुङ्गो हुनुहुन्छ। अहिलेलाई हामी जुन ठाउँबाट पूर्वी झापाबाटदेखि लिएर 20 मध्यमाञ्चल मनहरीदेखि लिएर हामी काठमाडौँमा छौँ। पश्चिमको पोखरा पनि छोडिएको छैन। अनि हामी चारैतिरबाट हामी भेला भएका छौँ। र खुसीको कुरो चाहिँ यो हो, यो सधैँको जस्तो सेमिनार चाहिँ होइन। यो सधैँको जस्तो सेमिनार चाहिँ होइन, एउटा उद्देश्य बोकेको सेमिनार हो। एउटा उद्देश्य बोकेको सेमिनार हो। अनि म जुनसुकै सेमिनारमा आजकल जाँदिनँ, टाइम छैन मेरो। म त्यो ठाउँमा मात्रै जान्छु जुन ठाउँमा चाहिँ वचनको आधारमा अब हामी जान्छौँ, एक भएर जान्छौँ भन्ने बित्तिकै म त्यहाँ हुन्छु। तपाईँहरू त्यो ग्रुप हुनुहुन्छ। उद्देश्य बोकेको ग्रुप भएको कारणले मैले अलिकति परमेश्वर मलाई दिनुभएको टाइम मैले खर्च गर्दैछु। किनभने परमेश्वरको उद्देश्य पुरा हुँदैछ। कुहेको बिउलाई किन जोगाउनु, फ्याँक्नु नि? राम्रो बिउलाई किन भुट्नु, रोप्नु नि? अनि हजुरहरू चाहिँ राम्रो बिउ हुनुहुन्छ। एउटालाई यसरी हातमा हात खुसीले ढ्याप्पै पार्नुहोस् न, तिमी पनि राम्रो बिउ, म पनि राम्रो बिउ यसले गर्दा हामी आनन्दको साथमा हामी राम्रो बिउहरू हो। अनि किनभने बिहान बिहान किन नेगेटिभ बोल्नु, हामी पोजिटिभ बोल्छौँ र हामी राम्रो बिउ हो। किन परमेश्वरको वचनको आधारमा हामी अगाडि बढ्दैछौँ। किन यो ग्रुप के कस्तो खालको ग्रुप हो भन्दाखेरि बाइबल अनुसार चाहिँ रेस्टोर्ड होइन, रेस्टोर्ड ग्रुप हो। यो फेरि स्थापित ग्रुप होइन, पुनर्स्थापित ग्रुप हो। यो शब्द अलिकति बुझ्नुपर्छ। स्थापित त अस्ति नै थियो,
तर शैतानले आएर भत्काइदियो। त भत्केकोलाई भत्केको अवस्थामा रहन दिनु हुँदैन। यसले गर्दा परमेश्वरले यो शब्द चलन भयो, पुनर्स्थापित भन्नुभयो। पुनर् भनेको चाहिँ फेरि। सबले यसो गर्नुहुन्छ, पुनः फेरि। यो साहित्यिक भाषा पनि निकै कडै छ। यो पुनर्को अर्थ फेरि हो भने फेरि स्थापित। हेर्नुहोस् त, परमेश्वरले नि जबरजस्त फेरि बनाउनु हुन्छ। जबरजस्त बनाउनु चाहिँ उहाँको योजना पुरा नभइन्जेलसम्म उहाँले छोड्दैन। चर्च जतिसुकै अटेरी होस्, परमेश्वरले फेरि त स्थापित नै गर्न चाहनुहुन्छ। यसले गर्दा तपाईँ केही दिन अगाडिसम्म यहाँ बसिराख्नु भएको छ, अनि कतिजनालाई घरमा जाने हतार भएको भए तापनि तपाईँ मन ठानेरै बस्नु भएको छ, होइन पास्टर बाबु? तपाईँको अनुहार हेर्दै थाहा पाउँछु कस्तो आतुरी भइरहेको छ। र पनि तर उद्देश्यको साथमा तपाईँ यो ठाउँमा, हामी सबै बिजी मान्छे हो, तपाईँ पनि फुर्सदको त क्या हो र? तपाईँ व्यस्त मानिसहरू हुनुहुन्छ, व्यस्त हुनुहुन्छ, तर व्यस्तताको माझभित्र पनि उद्देश्यको कारण तपाईँ एक भएर बस्नु भएको छ। अनि परमेश्वरले रेस्टोर गर्न चाहनुभयो। अनि यो शब्द पनि हेरौँ न त बाइबलबाट है, प्रेरित 3 अध्यायको 21 पदमा त्यो पुनर्स्थापना भन्ने शब्द छ नि त। पुनर्स्थापना भन्ने शब्द छ। अनि म सायद प्रेरित 3 को 21 मा म आफै पढिदिन्छु। ओके, यहाँ यसो लेखेको छ, परमेश्वरले प्राचीन कालदेखि आफ्ना पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नु भएको सबै थोकको पुनर्स्थापना। 5 पल्ट भन्दैछु म, पुनर्स्थापना, 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 पुनर्स्थापना हुने समय नआउन्जेल ख्रीष्ट स्वर्गमा अवश्य रहनुपर्छ। यो वचनले स्पष्ट के भन्दैछ भने किन प्रभु यीशु ख्रीष्टको आगमन ढिलो हुँदैछ? किनभने मण्डली चुपचाप बसिराखेको छ। कसले के गर्छ कि भनेर मण्डली आफै गर्नुपर्छ। कसले के गर्छ होइन, हामी मण्डली हो, हामी आफै गर्नुपर्छ। हालेलुया। यसकारण प्रभुको आगमन चाहिँ ढिलो गराएको प्रभुलाई नपाएको मान्छेले होइन, प्रभुको आगमन ढिलो गराएको प्रभुलाई पाइसकेको अटेरी मान्छेले गर्दा। यसले गर्दाखेरि परमेश्वरको घरमा जाँदा ए अटेरी भनेको तपाईँलाई त मन पर्दैन, हामीलाई अटेरी भनेको मन पर्दैन, हामीलाई आज्ञाकारी भनेको मन पर्छ। आमेन। सबले हात हल्ला दिनुहोस् त, कुनै कसो भएर म त आज्ञाकारी भएछु भन्नुहोस्। हालेलुया, हालेलुया। कोही बेला चाहिँ लाटाको खुट्टा पनि बाटोमा पर्छ अरे नि त, त्यस्तै हो हामी। परमेश्वरको योजना अनुसार तपाईँ हिँड्नु भएको कारणले तपाईँ अटेरी थियो पहिले, तर अहिले आज्ञाकारी भएको छ। तपाईँ आज्ञाकारी हुनुभएकै कारणले तपाईँको जीवनबाट भएर परमेश्वरले पुनर्स्थापना गर्दै हुनुहुन्छ। अब झापामा स्थापना होइन, पुनर्स्थापना हुनेछ। भारतमा स्थापना होइन, पुनर्स्थापना हुनेछ। काठमाडौँमा स्थापना होइन, पुनर्स्थापना हुनेछ। पोखरामा स्थापना होइन, पुनर्स्थापना हुनेछ। अनि पोखरा रिप्रेजेन्टेटिभ हो पश्चिम नेपालको लागि पुनर्स्थापना हुनेछ त्यहाँ। अनि यसरी यो काठमाडौँ जुन चर्च अहिले चर्चमा जहाँ हामी भेला भएको छौँ, अनि काठमाडौँ चर्चलाई परमेश्वरले मध्यमाञ्चलको लागि रिप्रेजेन्टेटिभ बनाउनु भएको छ। मध्यमाञ्चलको जिम्मेवारी यो चर्चलाई छ, किनभने स्थापना होइन, अब पुनर्स्थापना। भत्किसकेकोलाई बनाउँदै 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 जाने जिम्मेवारी, लाने जिम्मेवारी चाहिँ हामीले नै पाएको कारणले हामी जिम्मेवार, परमेश्वरले पठाउनु भएको हामी जिम्मेवार व्यक्तिहरू हौँ। बोलाएछ गइदिउ न, त्यो खालको आएको होइन हामी। बोलाइहाल्यो,
पास्टर डेभिड पावलज्यूले अपोस्टल डेभिड पावलज्यूले अनुहार देखाइदिउँ ल। अनुहार देखाउन आएको होइन हामी एकसाथ मिलेर भत्केको रहेछौँ। हामी नै नयाँ हो, पर्खिनु हुँदैन भनेर तपाईँ नयाँ भएर आउनु भएको छ। हालेलुया। एक भक्त दिनुहोस् न, तिमी अलिक बलियो खालको नयाँ भएर। हालेलुया। हामी नयाँ हौ, हामी पुनर्स्थापना गर्ने नयाँ हौ। हामी परमेश्वरको आत्माले हामीभित्र निर्माण भन्ने शब्द हाल्नु भएको छ। भत्काउँदै 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 जाने मान्छे होइन हामी, स्याल होइन। चङ्खो परेको स्याल होइन हामी। परमेश्वरले हामीभित्र त्यो कुरा हाल्नु भएको छ। हामी जग बसाल्दै जाँदैछ। अब आउँदो दिनमा जग नभएको मण्डलीहरूको बिजोग छ। अब आउँदो दिनमा जग नभएको मण्डलीको बिजोग छ। कान थापेर सुन्नुहोस्। यसले गर्दाखेरि परमेश्वरको वचनदेखि बाहिर जाने काम छैन। फेरि ब्याक टु द ट्रुथ, फेरि सत्यतामा आउनुपर्छ। परमेश्वरको वचनदेखि बाहिर बनिएका त्यो घरलाई त्यसलाई घर भन्दैन, त्यसलाई डेरा भन्छ, त्यसलाई एक्लेसिया भन्दैन, त्यसलाई त क्लब भन्छ। परमेश्वरले हामीलाई क्लब बनाउनको लागि बोलाउनु भएन। परमेश्वरले हामीले एक्लेसिया बनाउनको लागि बोलाउनु भयो। अनि एक्लेसियाको लागि सेक्रिफाइस हुन्छ अनि हामी सेक्रिफाइस गर्न तयारी छौँ। हालेलुया। के गर्न तयारी छौँ? सेक्रिफाइस गर्न, बलिदान गर्नको लागि तयारी छौँ। किनभने परमेश्वर आतुर हुनुहुन्छ, पुनर्स्थापना गर्नुपर्छ। अनि उहाँको आगमन अब हुनुभन्दा अगाडि मण्डली त कम्प्लिट भयो, हुनु पर्यो नि त। मण्डली त कम्प्लिट हो। हातमा त टक्राकै कसको हात हो? कम्प्लिट देह हुनुपर्छ त्यहाँ। कम्प्लिट एउटा बडी अफ क्राइस्ट हुनुपर्छ। अनि त्यो बडी अफ क्राइस्ट युनिभर्सल्ली पनि त्यो बडी अफ क्राइस्ट भइसक्नुपर्छ। लोकल्ली पनि कम्प्लिट देह नै हुनुपर्छ। स्थानीय मण्डलीमा पनि कम्प्लिसन आउनुपर्छ, पूर्णता आउनुपर्छ। अनि पूर्णता चाहिँ परमेश्वरले कुरा बुझ्ने मानिसहरूबाट नै सुरु गर्नुहुन्छ। कुरा बुझ्ने अरू कोही होइन, यही बसेकाहरू नै हामी कुरा बुझ्नेहरू हौ। हालेलुया। सबले छातीमा ढ्याक्कै गर्नु, म त कुरा बुझ्ने मान्छे हो रहेछु। हालेलुया। परमेश्वरले तपाईँलाई चुन्नु भएको छ। तपाईँ अनुग्रह प्राप्त मान्छे हुनुहुन्छ। परमेश्वरले तपाईँलाई चुन्नु भएको छ। यसै कारणले परमेश्वरले तपाईँलाई इफिसी 2 को 20 पद मान्य बनाउनु भयो। स्पष्टै लेखेको रहेछ फेरि त्यहाँ। प्रेरित र अगमवक्तालाई चाहिँ त्यहाँ जग भनिएको छ। अब समस्या यो हो चर्चको, अहिले विश्वव्यापी चर्चहरूको समस्या यो हो। प्रेरित छैन अरे हो, अगमवक्ता छैन भन्छ। बाबा इफिसी 2 को 20 पदलाई चाहिँ कहाँ लुकाउनु? त्यो पनि बाइबलै हो त। फेरि वचन अनुसार हामी त मण्डली तयारी गर्ने, अब वचन त हो त इफिसी 2 को 20। यसले गर्दाखेरि त्यहाँ प्रेरितलाई आउन देऊ, त्यहाँ अगमवक्तालाई आउन देऊ। अब प्रेरितै जन्मेन पछि फेरि कहाँबाट आउने? अगमवक्ता नै जन्मेन पछि अगमवक्ता कहाँबाट आउने? त्यो खालको टिचिङै नल्याएपछि प्रेरित कहाँबाट जन्मिने? त्यो खालको परमेश्वरको वचनको शिक्षाको जगै नहालेपछि अगमवक्ता कहाँबाट जन्मिने? अनि त्यो पहिले क्लासमा नै बन्द गरेपछि त्यो त हुने कुरै भएन। यसले गर्दाखेरि फेरि एकपल्ट बाइबल कलेज बनिनुपर्छ भने यसकै आधारमा बन्नुपर्छ। आजकल प्रेरित छैन ल भनेर त्यो खालको टिचिङले पुनर्स्थापना हुँदैन।
प्रेरित जन्मिनुपर्छ, परमेश्वरले जन्माउँदै हुनुहुन्छ। आमेन। त्यसले गर्दा तर प्रेरित पनि प्रेरितै हुनुपर्छ। प्रेरित पनि प्रेरितै हुनुपर्छ, अगमवक्ता पनि अगमवक्तै हुनुपर्छ। परमेश्वरले दिएको बोलावट, परमेश्वरले दिएको वरदानलाई लुकाउनु हुँदैन, छोप्नु हुँदैन, आदिबाट बनाउनु हुँदैन, कम्प्लिट बनाउनु पर्छ। परमेश्वर रागे पाटे काम गर्नुहुन्न, परमेश्वर कम्प्लिट काम गर्ने परमेश्वर हुनुहुन्छ। हालेलुया। त्यसो हुँदाखेरि हामी यो कुरो चाहिँ अघिबाट कुरा बुझ्ने कुरो भएको कारणले यसलाई मैले बढी मात्रामा व्याख्या गरिरहनु पर्दैन। परमेश्वरलाई धन्यवाद होस्। जब जब म आइपुग्छु त हजुरहरूले मलाई पास्टर भन्नुहुन्न, खुसी लाग्छ। जब म अरू देश जान्छु, अरू ठाउँ जान्छु, अरू चर्चको कन्फरेन्समा बोल्छु, रेभरेन्ड ध्रुव शिक्षक, मलाई झोक चल्छ। म रेभरेन्डै होइन, के को रेभरेन्ड फेरि? यति लामो न लामो भन्दा ठुलो खदा लिएर बसिरहेछ। म भन्छु प्लिज खदा राख, परमेश्वरको वचन बोल्न दियो मलाई। त्यो परमेश्वरलाई दिनुपर्ने सम्मान चाहिँ यो 4 फुट 8 इन्चीलाई दिएर हुँदैन। यसले गर्दाखेरि हामी त्यो कुराको भोका छैनौँ। खदा, माला, कुर्सी भाँची जाने कुर्सीमा बस्दैनौँ। परमेश्वरले जे जिम्मेवारी दिएको छ त्यो पुरा गरेर पृथ्वीबाट जाने हो। त्यो डिसिसन लिएको मान्छे हो। यसले गर्दाखेरि प्रभुलाई धन्यवाद होस्। म आज अलिक कडा बोल्दैछु किनभने जग बनिँदैछ। यहाँ जग त बनिनै पर्छ। यसले गर्दा पनि होला लुका 6:12 पदमा प्रभु यीशु ख्रीष्टले डाँडामा गएर 1 घण्टा होइन अरे रातभरि प्रार्थना गर्नु पर्यो। 12 पदमा रातभरि प्रार्थना गर्नुभएछ। अनि प्रभु यीशु ख्रीष्टलाई पनि परमेश्वरको आत्माले अगुवाई गर्न भइकन 13 पदमा आइपुग्दा त 12 जना चेलाहरू देख्नु भयो अरे। तर 12 जना चेलाहरूलाई सम्बोधन गर्दै गर्दा उहाँको दिमागमा चाहिँ एउटा कुरा थियो, म एक्लेसिया खडा गर्दैछु, म डेरा होइन। प्रभु यीशुलाई राम्ररी थाहा थियो, म एक्लेसिया खडा गर्दैछु, म क्लब खडा गर्दिन, म एक्लेसिया खडा गर्दैछु। एक्लेसिया भनेको सिमेन्टको बोरा होइन, एक्लेसिया भनेको इँटाको थाक होइन, एक्लेसिया भनेको रड होइन, एक्लेसिया भनेको रिक्रिएटेड स्पिरिट हो, आत्मा हो। मण्डली त आत्मा हो। यसले गर्दा त्यो खडा गर्नको लागि परमेश्वर, मेरो पिता परमेश्वरले मलाई अराएको कुरा नै म सम्बोधन गर्छु। यहाँ 13 पदमा जब 12 चेलाहरूलाई देख्नुभयो अनि उहाँले हात राखेर भन्नुहुन्छ, बार्थोलोम्यू तिमी प्रेरित, सिमोन विप्लवी तिमी प्रेरित, पत्रस तिमी प्रेरित, याकूब तिमी प्रेरित, यूहन्ना तिमी प्रेरित गर्दै 12 जनालाई, इभन यहुदा स्कृतिलाई धरी छुएर परमेश्वर भन्छ, पास्टर भन्दैन, प्रेरितै भन्छ। 12 प्रेरित सुरुवातमा नै प्रभु यीशु ख्रीष्ट स्पष्ट थियो, जग चाहिँ प्रेरितहरूबाटै सुरु हुन्छ भनेर प्रभु यीशुलाई राम्ररी थाहा थियो र नै सुरुवातमै बाइबल टिचर भन्नु भएन, सुरुवातमा नै प्रचारक भन्नु भएन, सुरुवातमा नै उहाँले पास्टर भन्नु भएन, सुरुवातमा नै उहाँले अगमवक्ता भन्नु भएन, सुरुवातमा नै उहाँले प्रेरित भनेर थाल्नु भयो। स्पष्ट छ बाइबलमा। मैले अर्को कुनै पुस्तकबाट भनिन, लुका बाइबलै हो। 12 पद पनि बाइबल हो, 13 पद पनि बाइबलै हो। बाइबलबाटै भन्दैछु म। यसले गर्दा येशूले 12 प्रेरितहरूलाई छान्नु हुँदाखेरि उहाँले गल्ती गर्नु भएको छैन। अनि आज परमेश्वरले फेरि आजको स्थानीय मण्डलीहरूको लागि पनि त्यो त विश्वव्यापी मण्डलीको लागि जग बनाउनु भएको थियो।
तर परमेश्वरलाई धन्यवाद होस्, विश्वव्यापी मण्डलीको जगबाट प्रेरितहरू भए तापनि अफ्रिकामा पनि मण्डली हुनुपर्छ, अस्ट्रेलियामा मात्रै भएर हुँदैन, युएसएमा पनि मण्डली हुनुपर्छ, भारतमा मात्रै भएर हुँदैन, काठमाडौँमा मात्रै भएर हुँदैन, ताप्लेजुङको सुरिङखिम अम्बटारमा पनि हुनुपर्छ। यसकारण सुरिङखिम अम्बटारमा मण्डली हुँदाखेरि त्यहाँ पास्टर गएर हुँदैन, सुरुवातमा त प्रेरितै जानुपर्छ। पास्टरले म प्रेरित हो भन्नु मिल्दैन, पास्टरको वरदान पास्टर गयो, प्रेरितको वरदान प्रेरित गयो। यसले गर्दा क्लियर कट हुनुपर्छ, कुरा क्लियर कट हुनुपर्छ। आउँदो दिनमा परमेश्वरले हामीलाई सहायता पुर्याउन्। यो मुभमेन्टमा हामी जो जाँदैछौँ नि, हामी आफै क्लियर कट छौँ। आमेन, हालेलुया, फेरि एकपल्ट हालेलुया। यसले गर्दाखेरि प्रेरितहरूलाई परमेश्वरले त्यो ठाउँमा किन लानु भएको भनेर घुमाउनु हो र सेल्फी खिच्नु लगेको होइन रहेछ। प्रेरितहरूको पाइताला कत्रो छ भनेर गर्नु होइन, प्रेरितको पाइतालामा अभिषेक कस्तो छ पो त। प्रेरितको अभिषेकले चाहिँ त्यहाँ जग बनिँदै गएको हुन्छ, स्पष्ट छ बाइबलमा। त्यसले गर्दाखेरि म खुसी छु अलरेडी यहाँ प्रेरित हुनुहुन्छ र उहाँले थप प्रेरितलाई परमेश्वरले पठाउनु भयो। अनि अझ यो भूमिमा परमेश्वरको एक्लेसियाको दौरो जग बनिँदैछ। अनि यो झापा पनि जाँदैछ, यो पोखरा पनि जाँदैछ। अनि अनलाइनमा जतिजनाले सुन्दै हुनुहुन्छ तपाईँको हृदयभित्र जग बनिँदैछ। हालेलुया। तपाईँले स्वीकार गर्नुहोस्, एक्सेप्ट गर्नुहोस्। स्वीकार गरिसकेपछि मात्रै त्यो लागु हुन्छ। ट्याब्लेट ल्याएर टेबलमा राख्दा ज्वरो जाँदैन, पानीमा घुत्लुक्क लिँदा ज्वरो जानुहुन्छ नि त, ज्वरो जान्छ। पहिले त एक्सेप्ट गर्नु पर्यो नि। त्यसले गर्दा आजको चर्चहरूको समस्या चाहिँ प्रेरित छ मात्रै होइन, एक्सेप्ट गर, स्वीकार गर। जसलाई जो छ त्यसलाई नै त्यसरी नै स्वीकार गर्नु पर्यो। अनि कतिवटा पुरानो मसक फ्याँक्नु पर्यो। रेभरेन्ड भन्ने शब्द पुरानो मसक फ्याँक, झन् राइट रेभरेन्ड त हुँदैन। यसले गर्दाखेरि परमेश्वरको वचनको आधारमा हामी अगाडि बढ्छौँ। त्यति साह्रो नभन, भन्छु वचनबाट हो, यो वचनबाट हो। वचन मान्ने हो भने अगाडि बढौँ हामी, वचन नमान्ने हो भने तिमी अर्को गाडी चढ, अर्को गाडी चढ, कता जान्छौ जाऊ। तर यो गाडी त फिलाडेल्फिया मण्डलीतिर जाँदैछ। परमेश्वरले चुनेको मण्डली फिलाडेल्फिया हो, थाप पाउनु पर्ने मण्डली फिलाडेल्फिया हो। लाउडिसियाको मण्डली त यीशुले यहाँ आइसक्यो म थुकौँ भनेको छ। त्यो अरू कसैले भनेको होइन, मण्डलीलाई भनेको। फेरि त्यसो भए कुन खालको गाडीमा चढ्दैछ हामी? तपाईँ राइट गाडीमा चढ्नु हुँदैछ। हालेलुया। एकपल्ट धाप मार्दिनुहोस्। वाउ, तिमीमा सँगसँगै रहेछ। वाउ, घन्टा तिमी छोडिएन रहेछ भन्नुहोस्। आमेन। तपाईँ छोडिनु भएन, किनभने परमेश्वरको आत्मा तपाईँभित्र छ। जो भित्र परमेश्वरको आत्मा छ, पवित्र आत्मा परमेश्वरको अगुवाईमा हिँड्ने मानिसहरू राइट गाडीमा हुन्छ। तपाईँ राइट गाडीमा हुनुहुन्छ। तर कुनै बेला परमेश्वरको आत्मामा हामी सक्रिय नहुँदाखेरि पावल पनि एकपल्ट झन्डै बिग्रेको थियो। पावल पनि आफ्नो इच्छा प्रकट गर्दै थियो, खुब घुँडा टेकेर प्रार्थना गर्ने अरे पावल। अचानक आत्मामा थिएन ऊ। प्रभुलाई भन्छ, प्रभु म माइसिया जान्छु। त्यो त उसको शरीर बोल्दै थियो, उसको फुपू कि भदैले त्यहाँ थियो पनि। त्यो शारीरिक प्रार्थना हो, प्रचार त प्रचारै हो, सुसमाचार त सुसमाचारै हो, मण्डली स्थापना त मण्डली स्थापनै हो। तर जुनसुकै ठाउँमा हुँदैन, परमेश्वरको आत्माले भनेको ठाउँमा मात्रै हुन्छ। यसले गर्दा हामी राइट प्रकारको प्रार्थना गर्नेछौँ। यहाँ आफन्त
बुवाको काखी चेपा हुँदैन परमेश्वरको राज्यमा। मेरो छोरा पर्यो, मेरो भदैनी पोता हो अरे चुप। भदैनी परमेश्वरको आत्मासँग कनेक्टेड भएकै छैन। हुँदैन 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 हुँदैन। यहाँ भदैनी साली त झन् हुँदैन। यसले गर्दा याद गर्नु होला, जातको कुरा आउँदैन यहाँनिर, जातिको कुरा आउँदैन यहाँनिर, कति पढेको र कतिको अनपढ त्यो कुरा आउँदैन, कत्रो डिग्री र कत्रो डिग्री छैन त्यो कुरा आउँदैन। परमेश्वरको आत्माको अगुवाईमा चल्छ कि चल्दैन त्यसको आधारमा हुन्छ। किनभने मण्डली मान्छेले बनाउँदैन, मान्छेको बुद्धिले बनाउँदैन, डिग्रीले बनाउँदैन। परमेश्वरको आत्मालाई मात्रै थाहा छ अनन्त अनन्तसम्म मण्डली कस्तो हुन्छ भनेर। यसै कारणले पवित्र आत्मा परमेश्वरले यो नयाँ काम होइन भत्किसकेको फेरि बनाउँदै हुनुहुन्छ। त्यो बनाउने मिस्त्री चाहिँ तपाईँ र म पर्यो। आमेन। तपाईँ मिस्त्री हुनुहुन्छ, तपाईँ एक्सपर्ट मिस्त्री हुनुहुन्छ। त्यो मिस्त्रीले के चलाउँछ नि, के भयो त्यो सिमेन्ट हो यसो बोल्दा हो त्यो के हो, मैले त चलाएको छैन र देखेको। तपाईँ त्यो हुनुहुन्छ। यसै कारणले जग बनिँदैछ। हालेलुया। मलाई तपाईँले यसो ब्रेक पनि दिनुपर्छ कि, त्यसले गर्दा अलिक देखाउँदै गर्नुहोस् है ब्रेकको टाइम। ल यस्तो गर्नुहोस् म बुझिहाल्छु। आमेन। र पोइन्टमा कम हामीले यो कुरा हेऱ्यौँ, तर पहिलो कुरान्ती 3:7 एकपल्ट पढिदिउँ न है। तपाईँहरूमध्ये एकजनाले पढिदिनुहोस् त। यसकारण रोप्ने कोही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र जसले वृद्धि दिनुहुन्छ। 6 पनि पढिदिनुहोस् पहिले। रोप्ने र पानी हाल्ने एकै समान हुन्, हरेकले आफ्नो आफ्नै मेहनत अनुसार आफ्नो ज्याला पाउनेछ। तर 6 पदमा मैले रोपे, अपोलोसले पानी हाले, तर परमेश्वरले नै बढाउनु भयो। परमेश्वरले निर्माण जग भइसकेपछि चाहिँ निर्माणको कुरा आउँदो रहेछ नि त। एकैचोटि निर्माण नहुँदो रहेछ, एकैचोटि निर्माण नहुँदो रहेछ। परमेश्वरले पहिले जग हाल्नु हुँदो रहेछ, जग हाल्नु हुँदैछ। अनि खुसी लागेको छ अहिले विश्वव्यापी मण्डलीहरूमा यो अपोस्टलिक र प्रोफेटिक मुभमेन्टहरू आउँदैछ। यो चाहिँ जगको लागि आएको हो, कुनै प्रोग्राम देखाउनको लागि आएको होइन। यो नयाँ प्रोग्राम होइन, परमेश्वरको हृदयभित्र भएको प्रोग्राम हो। जो हराएको थियो पाइयो, बी ह्याप्पी भनेर परमेश्वरले भन्नुहुन्छ। हराएको पाइयो, खुसी हो, रमाऊ। भएछ भने केक काट, अनि अझै उब्रियो भने खसी काट। हालेलुया। यसले गर्दाखेरि तर जबसम्म जग हुँदैन तबसम्म निर्माणको काम हुँदैन। सबले यसो गर्दै भन्नुहोस् त, जबसम्म जग हुँदैन तबसम्म निर्माणको काम हुँदैन। त्यो त लाटाले जान्ने कुरा हुन्छ। जगै नभएपछि खम्बा चाहिँ कहाँ गाड्नु? विक विक स्विक स्विक स्वरग्राक गर्ल्याङ हो त त्यो। जग छैन, आँधी त आउँछ, तुफान त आउँछ, बतास चल्छ, के न के त हुन्छ। जग यसले गर्दाखेरि जग चाहिएको। र परमेश्वरलाई राम्ररी थाहा छ पृथ्वीमा भएको मण्डली दह्रो बनाउनको लागि परमेश्वरले प्रेरित र अगमवक्तालाई छान्नु हुँदो रहेछ। तर प्रेरितहरू र अगमवक्ताहरू निस्वार्थ व्यक्ति हुनुपर्छ। उसको मेन क्राइटेरिया भनेको चाहिँ स्वार्थविहीन प्रेरित, स्वार्थविहीन अगमवक्ता। के पाउँछु कि भन्ने हिसाबमा सेवका गर्ने होइन। त्यो चिज त आफै आएन चिज हो। परमेश्वर यति बिघ्न लाटा छ कि यत्रो सेवका गर्नेलाई चाहिँ भोकै सुताउँछ। परमेश्वर त्यति लठुवा छ कि उहाँको निम्ति खट्ने अनि थरै हुने त्यस्तो त हुँदैन होला। त्यसले गर्दा हरेक प्रेरितलाई थाहा होस्, हरेक अगमवक्तालाई थाहा होस्, म परमेश्वरको निम्ति जिउँछु। परमेश्वर चाहिँ प्रबन्धकर्ता हुनुहुन्छ। विश्वास जागोस्,
विश्वास राखोस्। किनभने हिब्रू 11:1 आशा गरिएको कुराको निश्चयता र नदेखेका कुराको प्रमाण देख्नै पर्छ, होइन नि? हाम्रो परमेश्वरको हत्केलामा हाम्रो जीवन छ। त्यहाँ देख्नु पर्दैन, जमिन देख्नु पर्दैन, बिल्डिङ देख्नु पर्दैन, गाडी देख्नु पर्दैन, प्लेन देख्नु पर्दैन। परमेश्वरको हत्केलामा छ त्यो। अनि परमेश्वरले बिर्सेको छैन। यसै कारणले ग्रिक भाषामा एउटा शब्द छ, निश्चयताको ग्रिक भाषामा एउटा शब्द छ। सबले मेरो साथमा भन्नुहोस् त, उपोस्ट्यासिस। HUPOSTASIS उपोस्ट्यासिस। मुख नमिले पनि भनिदेऊ न, उपोस्ट्यासिस। त्यो उपोस्ट्यासिसको इङ्ग्लिसमा चाहिँ सर्टेन्टी रहेछ, नेपालीमा चाहिँ निश्चयता। निश्चयता भनेको हामी साधारण नेपालीहरूको लागि निश्चयताको अर्थ चाहिँ परमेश्वरले भनेको कुरा हुन्छ। यस्तो यसले गर्दाखेरि हाम्रो भरोसा चाहिँ परमेश्वरमाथि भएको कारणले हाम्रो परमेश्वर चाहिँ जलमल गर्ने परमेश्वर। हाम्रो परमेश्वर चाहिँ हाम्रो निम्ति दिन्छु भनेपछि दिएरै छाड्ने, गर्छु भनेपछि गरेरै छाड्ने, बनाउँछु भनेपछि बनाएरै छाड्ने परमेश्वर चाहिँ तपाईहरु मभित्र हुनुहुन्छ। हालेलुया। अद्भुत हुनुहुन्छ। परमेश्वरमाथि विश्वास मात्रै गर्नुहोस्, मिरेकल हुन्छ। म 22 वर्षको उमेरमा सिलगढीमै थिएँ, म गुरुङ बस्ती। मेरो आफ्नो घर थिएन, पासोबाको पनि आफ्नो घर थिएन, चर्चै थियो 2 तला। तल्लो तलामा मलाई बस्नु दिएको थियो आमा र मलाई। आमा म सेवकाईको सकेर आउँदाखेरि आमा तिनधारे भन्ने ठाउँमा जानुभएको रहेछ। म चाहिँ बेलुका फर्किन्छ सम्झेँ। पल्लो घरकोले भने आमा आज फर्किँदैन अरे। मैले भने चाबी छोड्यो भनेको, चाबी त छोडेन त। अब आमा नफर्किने पनि चाबी पनि छैन। यत्रो ताला लरक के अरे ठुलो ताला झुन्डिराखेको छ। मेरो पल्लो घरको चाबी मागेर खोल्न कोसिस गरेँ, वल्लो घरको चाबी मागेर खोल, अनि दुईटै चाबीले भएन र काँटीले खोल्ने कोसिस गरेँ, भएन। तर प्रभुले त उपोस्ट्यासिसले काम गर्दै थियो। उपोस्ट्यासिसले त्यो दिन काम गर्दै थियो। म 22 वर्षको मात्रै थिएँ। पास्टर प्रेम कुमार राई, जसले मलाई पञ्चनदीमा मलाई बप्तिस्मा दिएको, पिता पुत्र पवित्र आत्माको नाममा तिमी सानो मान्छे, म यी डुबाउँछु, छप्लङ डुबाएर गरेको अहिले पनि बिर्सेको छैन। 52 र 53 वर्ष हुँदैछ मैले बप्तिस्मा लिएको। अनि त्यति बेला म 22 वर्षको थिएँ। बप्तिस्मा लिएको 4 वर्ष मात्रै भएको थियो। अनि उहाँको छोरी सरिता 8 वर्षको थियो, सानो बहिनी। त्यो मेरो छेउमा थियो। बहिनी यो ताला यीशुको नाममा खोलिदिऊ। त्यसले के बुझ्यो भने खोलिदिनुहोस् भने। यही औँला उपोस्ट्यासिस चाहिँ हुन्छ। यीशुको नाउँमा त्यो ताला खोली गरेर टक हिर्काएको खप्ला गरेर खोलियो। अनि बहिनी सरिता घुमे है, वरिपरि घुमेर ध्रुव दाजुले औँलाले ताला खोल्यो भनेर गाउँमा हल्ला भित्रायो। वास्तवमा ध्रुव दाजुले औँलाले खोलेको चाहिँ होइन, त्यसले एउटा शब्द चाहिँ यीशुको नाउँ चाहिँ बिर्सेछ। वास्तवमा सबै आश्चर्य कर्मको केन्द्रबिन्दु येशू नाम हो। अनि त्यो उपोस्ट्यासिस हो, हुन्छै हुन्छ। त यो कुरामा चाहिँ अडियो भने नि तपाईले खान्छै खान्छ, यो कुरामा चाहिँ अडियो भने नि तपाईले लाउँछै लाउँछ, यो कुरामा अडियो भने तपाईले जमिन किन्छै किन्छ, यो कुरामा अडियो भने नि तपाईको चर्चहरु बनिन्छ, यो कुरामा अडियो भने नि तपाईको गाडी आवश्यकता छ हुन्छै हुन्छ, यो कुरामा अडियो भने नि तपाई चिल्लो सडकमा कुद्छ, यो कुरामा अडियो भने उठ्छै उठ्छ। उपोस्ट्यासिस हो यो। म चाहिँ उपोस्ट्यासिसमा विश्वास गर्छु। निश्चय मेरो परमेश्वर लडथर होइन। अरूले आएर म पनि हजुरसित आज चढ्छु नि, उपोस्ट्यासिस मैले चढेर हुँदैन, तिम्रो आफ्नै उपोस्ट्यासिस गर। त्यो त मेरो विश्वासले गर्दा म चढ्दैछु। तिमी शङ्काले रुन्छौ मात्रै, अब घरमै सुत।
विश्वास गर्नु पर्यो नि। व्यक्तिगत हो विश्वास भनेको, कसैले सोडछाड पार्ने होइन नि त। यसले गर्दाखेरि मेरो आकाश चाहिँ खुल्ला छ, किनभने मेरो परमेश्वरले प्रार्थना सुन्नुहुन्छ। म आशा गर्छु परमेश्वरले एउटा नयाँ काम तपाईँको जीवनमा गर्दै हुनुहुन्छ। हालेलुया। किनभने परमेश्वरको योजना अर्कै छ, परमेश्वरको योजना अर्कै छ। तपाईँलाई यो प्रभुको दास डेभिड पौलजीले बोलाएको होइन। पवित्र आत्मा परमेश्वरले तपाईँलाई जबरदस्त उपस्थित तपाईँको जीवनमा सुरु होस् भन्न खातिर परमेश्वरले ठाउँमा ल्याउनु भएको हो। जग बनिनुपर्छ, झापामा भएको मण्डलीहरूको जग बनिनुपर्छ, पोखरामा भएको मण्डलीको जग बनिनुपर्छ, हङकङमा भएको मण्डलीको जग बनिनुपर्छ, युकेमा भएको मण्डलीको जग बनिनुपर्छ। त्यतिकै निर्माण हुँदैन, पहिले जग 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 अनि मात्रै निर्माण। यसै कारणले प्रभुलाई धन्यवाद होस्। अनलाइनमा बस्नुहुने मेरा प्रियहरूलाई फेरि पनि एकपल्ट आग्रह गर्दछु, तपाईँले आफ्नो जग चिन्नुहोस्, आफ्नो जग चिन्नुहोस् अनि जगमाथि चाहिँ तपाईँ निर्माण गर्दै जानुहोस्। जगले यसो नभनोस् म भाइ भइ गयो, तिमी त जग हो, निर्माण गर्नको लागि अरू वरदान छ। तिमी त जग हो। मैले पहिला भनेको छु शिष्य त जग मात्रै होस्, त्यहाँ माथि निर्माण गर्ने वरदान अरू छ। तैले उनीहरूलाई रिलिज गर। याद गर्नु, हामी अगुवाहरूलाई परमेश्वरले जिम्मेवारी दिएको छ, रिलिज गर्ने वरदानहरू दिनुभएको छ। अनि अरू वरदानहरूलाई हामी एक्सेप्ट गर्छौँ। प्रेरितलाई मण्डलीले एक्सेप्ट गरिसकेपछि प्रेरितले अरू वरदानलाई पनि एक्सेप्ट गर्नु पर्यो नि त। पास्टरको वरदानलाई, एल्डर्सको वरदानलाई, डिकनको वरदानलाई, सामाजिक सेवकाई गर्ने वरदानलाई देखि लिएर आत्मिक सेवकाई गर्ने वरदानहरू, त्यहाँ थुप्रै प्रकारको वरदानहरू छ। त्यसलाई रिसिभ गर्ने हृदय परमेश्वरले प्रेरितलाई र अगमवक्तालाई दिनुहुन्छ। आमेन। मै मात्रै हो अचम्मको सेवक भन्यो भने त्यो सुरिलो हाँगा हो, सुरिलो रुख हो। चरा झुक्किन्छ होला राति, त्यो सुरिलो रुखमा त हुँदैन नि त, हाँगा चाहियो नि त। यस कारणले प्रभु यीशुले यसो भन्नुभयो, मेरा पिता किसान हुनुहुन्छ, म चाहिँ दागको बोट हो, तिमीहरू चाहिँ हाँगा हो। न त भने सुरिलो रुख मात्रै भन्नु पर्ने यीशुले। किन हाँगाको कुरा गरेको? हाँगाको कुरा गर्दा उहाँले रायोको दाना चाहिँ बढेर रुख हुन्छ भनेको छ। मत्ती 13:31 र 32 को कुरा म गर्दैछु। रुख हुन्छ, रुखमा हाँगा हुन्छ भनेको छ। हाँगामा चराचुरुङ्गी आएर बास बस्छ, गुड पनि ल्याउँछ भनेको छ। त्यसले गर्दाखेरि हामी अपोस्टलिक प्रोफेटिक मिनिस्ट्री गर्नेहरूले जग बसाइसकेपछि हाँगा हुन दिनुपर्छ। हालेलुया। यो त एउटा ढाँचा हो, यो त एउटा तरिका हो। यसले गर्दाखेरि प्रभुलाई धन्यवाद हो, किनभने हाम्रो व्यक्तिगत मिनिस्ट्री हुँदैन, मिनिस्ट्री चाहिँ सामूहिक हुन्छ। यसले गर्दा पनि हो मैले एउटा कुरामा जोड दिइराखेको छु, दिनहरूमा मान्छेको मण्डली हुँदैन, यीशुको मात्रै मण्डली हुन्छ। सबैले भन्नुहुन्छ मान्छेको मण्डली हुँदैन, यीशुको मात्रै मण्डली हुन्छ। येशू मूल गोठालो, छेउको साथीलाई तिमी सानो गोठालो। हालेलुया। हामी त साना गोठालो मात्रै हो, हाम्रो अधिकार हुँदैन। हामी त सेवक मात्रै हो, सेवकको के को अधिकार? हाम्रो अधिकारको कुरा गर्दैन हामी। अधिकार गर्नु बित्तिकै नेपालीमा एउटा शब्द छ, कब्जा भन्छ। कब्जा गर्नु हुँदैन बाबा, हामी मान्छे मात्रै हो, कब्जा गर्नु हुँदैन। हामी सहयोग गर्नु चाहिँ पर्छ, कब्जा गर्नु हुँदैन। यो शब्द नबुझ्दाखेरि नै आज कतिवटा मण्डलीहरू गण्डगोल छ। यो कब्जा गर्नेपट्टि जाँदाखेरि मान्छे त हो, कब्जामा कहाँ बस्छ फेरि?
यसले गर्दा हामी कब्जा गर्ने मिनिस्ट्री नगरौँ, सहयोग गर्ने मिनिस्ट्री गरौँ। सहयोग गर्ने मिनिस्ट्रीले मुलायमपन ल्याउँछ, कोमलता ल्याउँछ, माया ल्याउँछ, स्नेह ल्याउँछ, प्रेम ल्याउँछ, स्वर्ग झार्छ। सहयोग गर्ने मिनिस्ट्रीले स्वर्ग झार्छ। तर कब्जा गर्ने मिनिस्ट्री त दुष्टको मात्र हो। यहाँ आइज यो त तलबाट आएको मिनिस्ट्री हो। यो मिनिस्ट्रीका काम लाग्दैन चर्चमा। सहयोगको मिनिस्ट्री चाहिँ उठ्ने, उठाउने, पानी हाल्ने। मुर्छाइसकेको त्यो बोट पनि पानी हाले झिन्जिरीमा पानी हालेपछि त बढ्ने रहेछ नि त। हालेलुया। मलाई घडीले चुप्लाक भनेको जस्तो लाग्यो, तर तपाईँको बुढेवाला देखिन मैले। अझै छ त्यो घडी ठिकै हो पराको। हालेलुया, 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 हालेलुया। त त्यसो हुँदाखेरि हामी निर्माण गर्दै जाँदैछौँ नि। पहिलो खमा पुग्दैछौँ हामी। खमा चाहिँ प्रभुको दास पावल परमेश्वरको आत्माले भरिएको मान्छे, बुद्धिमानी मान्छे होइन तर पवित्र आत्माले भरिएको मान्छे, धेरै पढेको मान्छे होइन तर पवित्र आत्माको अगुवाईमा हिँड्ने मान्छे, ह्यान्डसम मान्छे होइन तर परमेश्वरको आत्माको अगुवाईमा बाटो आत्माको आँखाले देख्ने मान्छे हो। अनि बुझकी मान्छे हो। सबले गर्नुहोस् त, पावल आत्मामा निकै बुझकी रहेछ। तपाईँले शपथ पढ्दाखेरि थाहा हुन्छ पावल कस्तो खालको मान्छे हो। उसको बोलीबाट नै थाहा हुन्छ पावल कस्तो खालको मान्छे हो। कति मिठो ढङ्गले लेखेको छ शपथमा, मैले रोपे। हेर्नुहोस् है, मैले रोपे तर अर्को साथीको नाम भन्दैछ त्यहाँ। अर्को साथीको नाम भन्दैछ अपोलोसले पानी हाले। अब अहिलेको मिनिस्ट्री चाहिँ किन बिग्रिँदैछ भन्दा मैले रोपे, पानी पनि मैले हाले, हाँगा मैले निकाले, फुल मैले फुले, अनि खाएँ मैले, अनि बिजोग बनाएँ मैले। यो पावलको भाषा भएन नि। पावलको भाषा यो होइन। पावलको भाषा चाहिँ मैले रोपे, मेरो यति मात्रै काम थियो, मैले रोपे। म मात्रै चाहिँ परमेश्वरबाट पठाएको मान्छे होइन नि त, अपोलोस पनि परमेश्वरले पठाएको मान्छे हो। र ऊ र म चाहिँ सँगसँगै मौका पऱ्यो भने सँगसँगै सुत्छौँ, ऊ र म चाहिँ सँगसँगै कफी खान्छौँ, ऊ र म चाहिँ सँगसँगै हात मिलाउँछौँ, ऊ र म चाहिँ सँगसँगै घुँडा टेक्छौँ। अनि ऊ र मेरो कम्पिटिसन हुँदै हुँदैन। परमेश्वरको राज्यमा कम्पिटिसन हुँदैन, कम्प्लिमेन्ट मात्रै हुन्छ। परमेश्वरको राज्यमा कम्पिटिसन हुँदैन, पार्टिसिपेसन मात्रै हुन्छ। अनि हात मिलाउने काम हुन्छ, खुसी देखाउने काम हुँदैन। अहिले कतिवटा चर्चहरूमा खुसी देखादेख भयो, फेरि फेसबुकमै हाल्छ फेरि चर्चहरू। कम से कम भित्र त पऱ्यो न, फेसबुकमा हाल न। दुनियाँलाई देखाउनु छ यहाँ 3 तमासा चर्चको। यसले गर्दाखेरि हामी प्रभुसँग प्रार्थना गरिबस्छौँ, बढीभन्दा बढी समय प्रभुसँग बात गर्नुहोस्, बढीभन्दा बढी समय प्रभुसँग बात गर्नुहोस्। तपाईलाई अर्को पास्टर प्रति हृदयभित्र माया र प्रेम जाग्छ। बदनामीको कुरा आउनु छोड्छ, विरोध गर्ने कुराहरू घट्छ, निन्दा गर्ने कुराहरू घट्छ। परमेश्वरले तपाईँ मलाई अरूको निन्दा गर्नको लागि पृथ्वीमा यत्रो बोरा चामल दिएको होइन। कम से कम त्यो कमजोर मान्छे होला, कम से कम त्यो अलिकति नबुझेको होला, कम से कम पर्खेर भए पनि उसलाई बनाएर छाड्नु न त। हामीलाई परमेश्वरले निर्माण गर्नको लागि बोलाएको। सबै छेउको साथीलाई भन्नुहुन्छ ढ्याप्पै पारेर, तिमीलाई निर्माण गर्नको लागि बोलाएको, अब म पनि निर्माण नै गर्छु। नत्र भने डिस्कस गरिहालौँ भन्नुहोस्। हालेलुया।
के बाइबलमा कहीँ कतै छ भत्काउने वरदान भनेको छ? बाइबलमा त भत्काउने वरदान छैन, बनाउने मात्रै वरदान छ। यसले गर्दाखेरि हाम्रो परमेश्वरले बनाउने मात्रै वरदान दिनुहुन्छ, भत्काउने वरदान दिनु हुँदैन। तर दुःख लाग्दो कुरो कतिवटा चर्चहरू आत्मामा त भत्कियो, इभन चर्च हलै भत्किएको पनि छ के। चर्च हलै भत्किएको पनि छ, त्यो पनि साधारण विश्वासीले भत्काएको होइन, अगुवाहरूले गएर भत्काएको पनि छ फेरि। अब मेरो प्रश्न यो छ अगुवाहरूलाई, हेलो डिग्रीधारी अगुवा, तपाईलाई यो यत्रो बिग्न करोडौं रुपियाँ चर्च हल बनायो, त्यसपछि भत्काउनको लागि वरदान दिएको थियो परमेश्वरले। के भए तिमी कुरा बुझेर नै सेवकाई आएको हो? के भए तिम्रो हृदयभित्र लोभ जाग्यो? लोभी मान्छे परमेश्वरको घरमा जाँदैन। यसले गर्दा विश्वासयोग्य र इमानदार भएर परमेश्वरको महिमा गर, तिमीले पृथ्वीमा राम्रै खान्छौ। ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकतामा के छ? सबै थोक बनेको थकाली पनि हो। हालेलुया, मजाको ढेँडो पनि हो, त्यसैमा छ कुखुराको सुप पनि छ, सानो बटुकोमा घिउ पनि छ। हालेलुया, हिजो थियो नि त घिउ। स्वर्गीय राज्यलाई धार्मिकताको खोज गर्यो भने त एयरपोर्टबाट आउँदै थकालीमा पस्नु पाउँदो रहेछ त। अन्त पहिले स्वर्गीय राज्य खोजी गर, त्यसपछि जेएफसी, अनि त्यसपछि केएफसी। पहिले जिजस फ्यामिली चर्च, त्यसपछि मात्रै केएफसी हो। प्रभुलाई धन्यवाद हो। हाम्रो परमेश्वर चाहिँ एकदमै ठुलो हृदयको परमेश्वर हुनुहुन्छ। अनि परमेश्वर हामी भित्र हुनुहुन्छ, उहाँ भत्काउने परमेश्वर हुनुहुन्न, उहाँ बनाउने परमेश्वर तपाईभित्र बनाउने परमेश्वर हुनुहुन्छ। सोमबारदेखि लिएर आइतबारसम्म, 1 तारिकदेखि लिएर 30 तारिकसम्म, जनवरीदेखि लिएर दिसम्बरसम्म, प्रभुलाई पाएकोदेखि लिएर प्रभुको आगमनसम्म नै तपाईभित्र निर्माण गर्ने परमेश्वर हुनुहुन्छ। त्यसले गर्दाखेरि मण्डली न्यू खोजिरहने काम छैन। न्यू खोज्नको लागि परमेश्वर हामीलाई बोलाएको होइन, कहीँ कतै कमजोरी छ भने त्यसलाई बनाउनको लागि हो। आमेन। मैले चाहिँ यति नै बुझेँ। त्यसले गर्दा प्रभुलाई धन्यवाद। मलाई चाहिँ परमेश्वरले बनाउने वरदान दिनुभयो, अनि म त्यही वरदान चाहिँ म तपाईमा रिलिज पनि गर्छु। एज अ प्रेरित म त्यो बनाउने वरदान चाहिँ रिलिज गर्छु तपाईँको जीवनमा, अनि तपाईँले पनि बनाउन थाल्नुहुन्छ। अनि त्यसको रिजल्ट अर्कै हुन्छ। त्यसको रिजल्ट चाहिँ पृथ्वीमा हुन्छ, अनि त्यसको रिजल्ट परमेश्वरको घरमा त हुन्छ, किनभने उहाँको घरमा, उहाँको हातमा चाहिँ तपाईँ र मैले गरेको कामको इनाम चाहिँ परमेश्वरको हत्केलामा छ। झिलिली परेको मुकुट छ त्यहाँनिर। त्यसको लागि पनि तपाईँ पृथ्वीमा खट्नुहोस्। यही पृथ्वीमा सबै कुरा पाउनु भएन भने पनि नो प्रब्लम, माथि चाहिँ तपाईँको सुन्दर मुकुट तपाईँको लागि परमेश्वरले तयारी पार्नु भएको छ। हालेलुया। यसले यो गर्दैन, त्यसले त्यो गर्दैन होइन, मान्छेले के चाहिँ गर्छ? परमेश्वरले चाहिँ गर्नुपर्छ। परमेश्वरले गर्नुहुन्छ। हामी मान्छे त एकअर्कामा दुःख सुखमा यसो सोधिदिने, सहानुभूति दिने मात्रै हो हामी त, तर गर्ने त परमेश्वर हुनुहुन्छ। हामी मान्छेमाथि भरोसा पर्दैनौँ, सिधै परमेश्वरमाथि भरोसा पर्छ। मान्छेसित सम्बन्ध राख्छौँ, मान्छेसित वाट्सएपमा बात गर्छौँ, मान्छेसित मेसेन्जरमा बात गर्छौँ, भेला भयो भने कफी सँगसँगै खान्छौँ, तर मान्छेमाथि भरोसा पर्दैनौँ। तर चलाउनु त परमेश्वरले मान्छेलाई चलाउनुहुन्छ। हामी मान्छेमाथि भरोसा पर्दैनौँ। हालेलुया। त्यसो भए पावलले पार्टनरसिपको भाषा चलाउँदैछ। सबैले भन्नुहोस् त, पावलले पार्टनरसिपको भाषा चलाउनु हुँदो रहेछ। हालेलुया। हामी झापा काठमाडौँसँग पार्टनरसिपमा अगाडि बढेछौँ। काठमाडौँ पोखरासित पार्टनरसिपमा अगाडि बढेछौँ।
पोखरा, काठमाडौँ, झापा, भारतसित पार्टनरसिपमा, भारत, नेपाल, हङकङसित पार्टनरसिपमा, हङकङ, युकेसित पार्टनरसिपमा, पछि राति दाँत मात्रै देख्ने अफ्रिकनसित पार्टनरसिप। समय आउँदैछ एक दिन हामी अफ्रिका पुग्छौँ अनि अफ्रिकामा पनि मण्डली हुन्छ अनि तिनीहरू पनि हामीसँग पार्टनरसिपमा हुन्छ अनि हामी पनि तिनीहरूसँग पार्टनरसिपमा हुन्छ। सारा विश्वमा पार्टनरसिप हुन्छ। अब कसले थालेको मण्डली हुँदैन, पार्टनरसिपमा थालेको कसले थाले। तर सँगसँगै एउटै हो मण्डली चाहिँ, एउटै हो मण्डली। तिम्रोमा छ अहिले चलाउँदै गर, मेरोमा छ लाँदै गर। कुरा चाहिँ यस्तो हुन्छ पार्टनरसिपमा, कुरा चाहिँ त्यस्तो हुन्छ पार्टनरसिपमा। आमेन, हालेलुया। गर्दाखेरि यो पैसा रुपियाँको मात्रै कुरा हुँदैन पार्टनरसिपमा। पार्टनरसिपमा हृदयको हुन्छ। मेरो हृदय छ तिमीलाई छ, तिम्रो हृदय मलाई देऊ, हामी एउटै हौँ। पार्टनरसिपमा एउटै हुन्छ। अनि पावल र अपोलस ठ्याक्कै बाजेर, सबले यसो गर्दै हुनुहुन्छ त, पावल र अपोलस कफी खाँदा ठ्याक्कै बाजेर। तैँले दुईटा किन चिनी बेसी खाइस भनेन। यस्तो हुँदैन पार्टनरसिपमा। बाजा हुँदैन पार्टनरसिपमा। कुरा बुझाबुझ चाहिँ हुन्छ। बाजा होइन, बुझाबुझ। सबले यसो गर्दा हुन्छ, बाजा होइन हौ साथी, बुझा बुझौ। छटौकर बिर्से बिक्याउ भन्नुहोस् न। नेपाल भारतमा चाहिँ छटौकर भन्छ। यस्तो के भन्छ यता उकार के भन्दा छ नि, यता उता चाहिँ छटौकार भन्छ। हो त्यो चाहिँ चर्चहरूले बिर्सेछ, छटौकर बिर्सेर। बाजाबाजको होइन मण्डली, बुझाबुझको हो मण्डली। त्यो अगुवा, त्यो रियल अगुवा हो जो कहिले बाँच्दैन। तपाईँ र म परमेश्वरले हामीलाई बुझाबुझको अगुवा बनाउनु भएको छ। हामी अन्डरस्ट्यान्डिङमा बाँच्छौँ। स्पिरिट अफ अन्डरस्ट्यान्डिङ छ त्यहाँनिर। अनि त्यो अन्डरस्ट्यान्डिङ भएपछि जिन्दगीमा हामी मिलेर सौख्य गर्न सक्छौँ। तर मिल्दाखेरि वचनको आधारमा मिल्नुपर्छ, जोइतोइसित होइन। वचनको आधारमा हुनुपर्छ। अनि वचन अब अहिले पृथ्वीमा कतिवटा मण्डली हामीसँग किन मिल्न सक्दैन? यही इपिसी 2 को विषय हो। फेरि यसकै आधारमा भइहाल्छ। अब तिमीसँग के गर्ने? अब केएफसी चाहिँ खान सकिँदैन होला। तिमी आफ्नो गर्दै गर, हामी आफ्नो गर्दै गर्छौँ। किन परमेश्वरले तिमीलाई स्थापनाको लागि बोलायो, हामीले चाहिँ पुनर्स्थापनाको लागि बोलाएको। फेरि कुरा त त्यति मात्रै हो। तिमी स्थापनामा गयौ, अब हामी पुनर्स्थापनामा गयौँ। हामी त्यो प्रेरित 3 को 21 मा गयौँ। अरू तिम्रो स्थापना हुँदै गर्छ तिम्रो अन्डरस्ट्यान्डिङको अनुसार। तर अब रियलमा बाइबलमा चाहिँ त्यो बाटो लाग्नेको अर्कै ठाउँ छ। फेरि अप्ठ्यारो छ यो कुरा गर्नुपर्ने। एकता तपाईँ रियल बाटो अपनाउँदै हुनुहुन्छ। सबले यसो गर्दै हुनुहुन्छ, म हाम्रो टिमसित रियल बाटो जाँदैछौँ। हालेलुया, हालेलुया। फेरि भन्नुहोस् न, खाए पनि ठिक छ, फास्टिङमा बसे पनि नो प्रब्लम। हामीलाई आदत छ भने र पनि 12 बजी भात दिन्छ, के गर्नु? हालेलुया। खाएरै छान्यो फेरि दिएपछि। आमेन। भन्दिन राति 12 बजी के पायो हामीले? तपाईँ त सुतिसकेको, के भन्नु? मजा आएको त्यो राति यो खालको। तर हाम्रो परमेश्वर अद्भुत हुनुहुन्छ। हामी निर्माणको कुरा जाँदैछौँ अनि अपोलोस र पावल मिलेकै कारणले शक्तिशाली मण्डली त्यो समयमा खडा भयो है। अनि आज चाहिँ बाजेकै कारणले शक्तिशाली मण्डली टुक्रा टुक्रा हुँदैछ। फरक त्यति मात्रै छ। बाजेको कारणले टुक्रा टुक्रा हुन्छ, बुझेको कारणले शक्तिशाली हुन्छ।
अनि हामी चाहिँ शक्तिशाली मण्डलीको पछि मण्डली बनाउने कुराको पछि निर्णय गर्दैछौँ। सबले हात छातीमा राख्नुपर्छ। म निर्णय गर्दैछु, हामी निर्णय गर्दैछौँ। म एक्लैले के गर्न सक्छु र? हामी थुप्रै मिलेर गर्न सक्छौँ। हालेलुया, हालेलुया। त्यसले गर्दाखेरि हामी निर्माणको पछि लाग्दैछौँ। अनि निर्माणको निम्ति एउटा मात्रै खण्ड पढेर म अहिले बन्द गर्दैछु। रोमी 11:29 पदमा यसरी लेखेको रहेछ। रोमी 11 किनभने परमेश्वरको वरदान र बोलावट अटल छ। निर्माण गर्दाखेरि चाहिँ जुनसुकै निर्माण गर्न सक्दैन रहेछ। फेरि बोलावटका आधारमा निर्माण हुने रहेछ। मान्छेले नै गर्ने भए त मान्छेले गरिहाल्छ होला, तर परमेश्वरले एउटा बोलावट दिएको छ। अनि बोलावट किसिमको छ। जगको निर्माणमा प्रेरित र अगमवक्तालाई बोलाउनु भयो। तर निर्माण गर्दै जाँदाखेरि परमेश्वरले एल्डर भन्ने जुन शब्द चलाउनु भएको छ, एल्डर भन्ने शब्दलाई पहिलो त्यो तीतसको पत्रमा 1:5 पदमा चाहिँ 1:5 पदमा अनि तिमोथीको पत्रमा दुईटैमा उहाँले एल्डर भन्ने शब्द चाहिँ इङ्ग्लिस बाइबलमा प्रेस्बिटर भनेको छ एल्डरलाई, अनि ग्रिक भाषामा चाहिँ एपिस्कोपस भनेको छ। अनि एपिस्कोपसलाई फेरि इङ्ग्लिसमा बिशप भनेको छ। वास्तवमा बिशप, एपिस्कोपस, प्रेस्बिटर, एल्डर, इङ्ग्लिसमा सेफर्ड भनेको पास्टर एउटै हो। फेरि तर अहिले क्याटेगोरी छुट्याइदियो, चर्चहरूले क्याटेगोरी छुट्याइदियो। एल्डर सानो, पास्टर ठुलो, पास्टर भन्दा पनि अलिक ठुलो बिशप भन्ने। किन त्यसरी छुट्यायो मलाई थाहा छैन, तर मैले बाइबल पढ्दाखेरि चाहिँ बिशप चाहिँ एल्डर रहेछ। एपिस्कोपस भनेको बिशप हो, बिशप भनेको एल्डर हो, एल्डर भनेको प्रेस्बिटर हो, अनि प्रेस्बिटर भनेको सेपर्ट हो। आखिरी जसको हृदय चाहिँ मण्डली स्याहार्नुमा छ ऊ एल्डर हो। सेतो केस फुल्दैमा एल्डर हुँदैन। सबले सक्नुहोस् त, सेतो केस फुल्दैमा एल्डर हुँदैन। यङ भाइको नुन हालेर सेतो बनाउनु मिल्दैन। मण्डलीलाई स्याहार्नु त उसले स्याहार्दैछ। सेतो केस एल्डर हुँदैन। एल्डर भनेको त परिपक्वता हो। बनाउने गाउँमा ऊ बिहानदेखि बेलुकासम्म खट्दैछ, सोमबारदेखि आइतबारसम्म खट्दैछ, 1 तारिकदेखि 30 तारिकसम्म खट्दैछ। अरूले भने पनि खट्छ, अरूले नभने पनि खट्छ, उसको त हृदयले खट्छ। त्यो पो एपिस्कोपस हो त, त्यो पो बिशप हो त, त्यो पो प्रेस्बिटर हो त, त्यो पो सेपर्ट हो त। अनि उसलाई पो एल्डर भनिन्छ त। एल्डर इज इक्वल टु पास्टर, एउटै, पुरै एउटै। त्यसले गर्दाखेरि यो कतिवटा सिस्टमले गर्दा कतिवटा मण्डलीमा जब अभिषेक हामी एल्डरको अभिषेक गर्छौँ, त्यो बाहिरतिरको दुनियाँ हेरेर आयो होला, मलाई एल्डर मात्रै पो भन्छ। के भनेको? त्यो त पुरानो नियममा इजरायलीहरूले राजा मागेको जस्तो। परमेश्वरको इच्छा होइन राजा बनाउनु, परमेश्वरको इच्छा राजा बनाउनु होइन, परमेश्वरको इच्छा त न्यायकर्ता बनाउनु थियो। हेर्नुहोस् है, परमेश्वरको सिद्ध इच्छा चाहिँ न्यायकर्ता, जसले चाहिँ राजा जस्तै न्याय दिन्छ, उही नै अगुवा भन्छ फेरि परमेश्वरको दृष्टिकोणमा। तर बाइबलमा एउटा गल्ती भएको छ कि इजरायलीहरूले पनि यसो हेर्छ, फलिस्तीहरूको राजा छ, फरिसीहरूको राजा छ, उता अमालेकीहरूको राजा छ, मिद्यानीहरूको राजा छ, हाम्रो चाहिँ राजा किन नभएको? न्यायकर्ता मात्रै। अरे राजाले पनि न्याय गर्छ, न्यायकर्ताले पनि न्याय गर्छ, त्यति भए भइगयो त। खासमा न्याय गर्नु हो, खासमा इन्साफ गर्नु हो, खासमा शासन गर्नु हो, खासमा चलाउनु हो। राजाले पनि त त्यही शब्द मात्रै त हो नि, राजा शब्द मात्रै हो त्यो। त्यसले गर्दाखेरि प्रभुलाई धन्यवाद होस्, हामीलाई परमेश्वरले इजरायलीहरूलाई न्यायकर्ता मात्रै दिने इच्छा थियो, तर उनीहरूको भित्री कुइच्छा
इच्छा होइन त्यो कुइच्छा हो। अर्काको देखासेखी गर्ने, अमालिकीहरूको देखासेखी गर्दाखेरि उनीहरूलाई त्यो चिज चाहियो र लु न त भनेर भन्दाखेरि साउललाई परमेश्वरले राजा बनाएको मात्रै हो। परमेश्वर पनि अलिकति सर्नु पर्यो मान्छेको कुइच्छाले गर्दा। अनि आज पनि चर्चहरूमा परमेश्वरको सिधै इच्छा चाहिँ एल्डर बनाउनु हो। तर त्यो संस्थाको त्यहाँ त रेभरेन्ड छ त। अब त्यो ठाउँमा रेभरेन्ड छ भने यो चर्चमा पनि रेभरेन्ड बनाउनु हुँदैन। बाइबल अनुसार जान्छ हामी। जसरी भए पनि हृदयले चलाउनुपर्छ मण्डली। भइगयो त हेलिकप्टरमै आउनुपर्छ मण्डली हेर्नु। यसले गर्दा याद गर्नुहोस्, हेलिकप्टरले मण्डली हेर्दैन। मण्डली त त्यो चप्लीको फिता चुडिने एल्डरले हेर्छ। उसलाई आदर गर, उसलाई आदर गर। के उसले पसिना बगाएको छ, उसको दाँतबाट पसिना चुको छ, निधारबाट पसिना चुको छ, हृदयभित्रबाट पसिना चुको छ, ऊ खटेको छ, दिनमा पनि खटेको छ, रातको 12 बजे पनि उसलाई कल आउँछ, दाँत पो दुख्यो रे बाउ बिचरा त्यति बेला बाइक चल्दैन फेरि। उता दाँत दुखेर ठहरे हुनुहुन्छ त यहाँ हेर्नु भएको बाइक बिग्रिरहेको छ। त्यो मण्डलीलाई थाहा छैन फेरि बिचरा। हालेलुया। त्यस्तो स्थितिमा एल्डरहरूले मण्डली चलाउँदैछ अनि उसले इज्जत पाउनुपर्छ मण्डलीमा, उसलाई सम्मान सलाम। बाइबलले भनेको चाहिँ त्यो हो। जसरी भए पनि मण्डली चाहिँ हुर्किनुपर्छ। उसले खाना खानु पर्यो, आत्माको मन्ना खाना खाउनु पर्छ। वचनको मन्ना मात्रै होइन, जीवनको मन्ना। के एल्डरमा भएर एउटा मन्ना बग्छ, एउटा जीवनको मन्ना बग्छ। अनि त्यो मन्नाले चाहिँ विश्वासीहरू हुर्किन्छ, बढ्छ। तर यो दिनहरूमा पुलपिटबाट एआईले बनाएको मेसेजले मण्डली कक्रकै भएको छ, हल्लिन नसक्ने। याद गर्नु होला, च्याट जीपीटी एआई नचलाउनु होला। पवित्र आत्मा हुनुहुन्छ हामीसित। हालेलुया। हालेलुया। आउनुहोस् हामी एकछिन पुगौँ, छोटो 1 मिनट प्रार्थना गरौँ। जिउँदो निरापिलो परमेश्वर, म तपाईँलाई धन्यवाद गर्दछु आफ्नो प्रियहरूसित मिलेर सङ्गति गर्ने मौका पायौँ। जगबाट नै परमेश्वरले